अब चाहिँ आयो भने जस्तो छ आउँदै त कतार जान लाग्यो नि त अब यो भित्रै उड्ने बेला थाहा हुन्छ त्यसपछि त केही थाहा नै नहुने बडी ठुलो भयो भने पनि एक्सिडेन्ट भएपछि चान्सेस कम भएको चाहिँ त्यो पनि होला कि है कस्तो हावा दिनजले आउँछ चिन्ता चाहिँ एक्सिलेसन आयो ल एक्सिलेटर दियो स्टपले लास्टै हुन्छ है भाइ यो प्लेनको कारणले हावा आउँदो रहेछ भने खुल्ला खान्छ त्यो तिम्रो त्यो प्लेनको कारणले हेर न त्यो जुन रनवेमा त्यो चाहिँ घाँसहरू यताउता घुमिरहेको छ नि